लो आज फेरि पनि मैले अर्को आइटम लिएर आएको छु। यो चाहिँ सिनिया बतात भन्छ है, सिनियामा आलु लगाएर अनि यहाँ तल चाहिँ अनि चिकन र अनि जिजार त्यो चिकनलाई चाहिँ पहिला पानीमा उमाल्ने अनि मसिनो धुजा पारेर अनि जिजार मिक्स गरेर फेरि अलिअलि भुट्ने अनि यहाँ तल लगाएको छु। अनि यहाँ माथिबाट चाहिँ आलु है, आलु उसिनेर अनि निकाल्ने अनि मसिनो गरेर हातले मुस्ने, अलिकति जिराको धुलो लगाइदिने, अलिकति नुन लाएर मुस्ने है। अनि त्यहाँबाट यो डल्लो डल्लो पारेको छु नि मैले, डल्लो डल्लो पारेर अनि तल चाहिँ कुखुरा र जिजार छ अनि माथि चाहिँ अनि यो आलु है, यसरी आलु लगाएर डल्लो डल्लो यो बनाएर गुच्छा जस्तो बनाएर चाहिँ अनि यसरी यहाँ सिनियामा लाउने। अनि त्यहाँबाट अनि यो रातो दुध छ नि, यो दुध अनि यसलाई जुबुन भन्छ यो सिसाको, यसलाई मिसाएर अनि त्यहाँबाट अनि एउटा गेमार भन्छ, मैले अघि फालिहालेँ त्यो गेमार मिसाएर चाहिँ अनि यी मिक्स गरेर यसरी बोटुकामा बनाउने। अनि यो बोटुकामा बनाएपछि अब यहाँनिर यहाँ सर्र अहिले म लगाउँछु है, यो माथिबाट सर्र लगाउने हो। अनि सर्र यो मिक्स गरेको यो लगाएपछि अनि त्यहाँबाट एउटा फेरि यहाँ जुबुन मरबा भन्छ है, यो त सबैलाई थाहा छ नि त, यसलाई जुबुन मरबा भन्छ। यस्तो हुन्छ नि जुबुन, यस्तो हो यो सर्र अनि फेरि लाउने यहाँ माथि, पहिला त्यो मिक्स गरेको लाउने अनि त्यहाँबाट त्यो जुबुन लगाइदिने अनि फेरि अर्को जुबुन यहाँ माथिबाट लगाइदिने। यो जुबुन है, यो हेर्नुभएको छ नि, यो जुबुन लगाउने। यसरी पकायो भने चाहिँ कुबेतीको बच्चाहरू चाहिँ स्वर्ग नै जान्छ जस्तै गरेर खान्छ के। अब कति खान्छ तर यो त कति तेल हुन्छ नि बढी होइन। अब जुबुनहरू भयो, दुधहरू भयो, हामीलाई त डर लाग्छ तर यिनीहरूलाई चाहिँ एकदम यिनीहरूको चाहिँ फेभरेट खाना है यो चाहिँ, यो माथिको चाहिँ आलु है। मैले यसरी देखाउनुको कारण चाहिँ के हो भन्दा अनि नयाँ भाइ बहिनीहरूलाई सजिलो होस् भनेर मैले जानेको कुराहरू चाहिँ मैले किन आफैले मात्रै गर्ने, सेयर गर्छु भनेर सेयर गरेको हो। तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट्स गर्नुहोला है, अनि सेयर पनि गर्नुहोला होइन। किन भन्दाखेरि हामी चाहिँ पहिला आउँदाखेरि धेरै दुःख पाएको हो नि त, हामीलाई त कसले पनि सिकाएन है, जानेको कुराहरू पनि दिदीबहिनीहरूले सिकाएन, सिक्छ भनेर झन् कस्तो गर्थ्यो है। तर आज त तपाईँहरूलाई त धेरै सुविधा छ, किन भन्दा यसरी हामीले सेयर गर्छौँ अनि तपाईँहरूलाई सजिलो हुन्छ अनि साउनेले पनि कराउँदैन, साथीभाइहरूले पनि कुनै गाह्रो बनाउँदैन, आफूले जानेको कुराहरू बनायो भने दुःख पाइँदैन जहाँ गए पनि है हुन्छ। अनि आजको मैले बनाएको खाना चाहिँ यही हो। अनि कसैले चाहिँ यत्तिकै खान्छ भने कसैले चाहिँ सेतो भात पनि खान्छ है, सेतो भातसँग खान्छ, किनभने क्रेमाहरू हुन्छ नि त अनि मगमग गनाउँछ। अनि त्यही भएर कसैले चाहिँ भातसँग पनि खान्छ है, भात पनि पकाउनुपर्छ कसैको घरमा चाहिँ, कसैकोमा चाहिँ यही मात्रै खान्छ। हुन्छ, अहिले म फेरि फोरनमा लगाउँछु अनि लगाएर फेरि निकाल्छु, अलिकति ब्राउन हुन्छ अनि त्यहाँबाट अनि खानुपर्छ। म अहिले फेरि फोरनबाट निकालेपछि तपाईँहरूलाई फेरि पनि म भिडियो गरेर देखाउने छु है त। हुन्छ, धन्यवाद। मन पर्यो भने लाइक कमेन्ट सब्सक्राइब गर्नुहोला, सेयर पनि गरिदिनु होला। हुन्छ, मैले धेरै सामानहरू देखाएँ नि यताउताकोहरू, सरी भन्न चाहन्छु है, म पनि भर्खर सिक्दैछु नि त। हुन्छ।